हेलो गाइज वेलकम टु माई अनदर भिडियो। आज चाहिँ मैले एकदम ठुलो डिसिजन लिएको छु कपाल काट्ने। कपाल त यस्तो भएको छ कि हावा चल्दा पनि डर लाग्छ कि कहिले उडाउँछ कि क्या हो भनेर। त्यही भएर आज चाहिँ हामी दाइकोमा कपाल काट्न आएँ। एकदम भिड छ, म एकछिन कुर्दैछु। अब हाम्रो यो दाइ चाहिँ मेरो होइन पुरानो हिरो हो। उहाँको हातमा त जादु छ, तर मनमा अलिक डर छ कि कुन काट्ने भनेर। अब दाइलाई जस्तो काट्न मन लाग्छ त्यस्तै काटिदिनु भनेर दाइले अब मस्त काटिदिँदै हुनुहुन्छ होइन। यो यहाँ चाहिँ एकदम पछाडिको गीत होइन एकदम मजाले बजिरहेको छ, रमाइलो भइरहेको छ दाइको कटर चलाउँदै। दाइले मलाई फाइनल लुक पनि काटिदिइसक्नु भएको छ, राम्रो बनाइसक्नु भएको छ। स्मार्ट देखिएको छ होला नि होइन। नयाँ लुक, नयाँ फ्रेस कट, एकदम हल्का सफा र कुल महसुस भइरहेको छ मलाई चाहिँ। कपाल काट्न तपाईँहरूलाई पनि यहाँ दाइकोमा आएर काट्नु होला। विनोद पार्लर युनिसेक्स सालनमा आएर गाइज अब हामी चाहिँ निस्क्यौँ सरर। अब जान्छौँ घर जान्छौँ। यी पानी तताइसकेँ गाइज। मैले चाहिँ पानी तताएर अब नुहाउने होला नि, जाडो छ चिसो छ, पानी तताएर नुहाउने हो। ल गाइज म नुहाएर पनि आइसकेँ। अब नुहाएर टक्क आइसक्यो। अब ट्याक्क अब के खाने भन्दा चाउचाउ पकाएर राखेको छौँ हामीले। चाउचाउ खाने झपक्क सुत्ने। अब गुड नाइट, जाडो छ। अनि मलाई पहिला राम्रो देखिया छ कि अहिले